खरिद गर्दाखेरि के कुरामा ध्यान दिनुपर्छ त भन्दाखेरि जस्तो 1 नम्बरमा मैले लेखेको छु जग्गा बिक्री गर्ने वास्तविक व्यक्ति बुझेर सो जग्गा निजको हक भोगमा छ छैन स्पष्ट हुनुपर्छ भनेर सम्बन्धित मान्छे जो जग्गा धनी हो होइन त्यसलाई चाहिँ भेटेर होइन बुझ्नुपर्छ भेटेर त्यसको बारेमा बुझ्नुपर्छ उहाँले कसरी भोगचलन गरिराख्नु भएको छ भोगचलन छ कि छैन होइन त्यो बारे चाहिँ स्पष्ट हुनुपर्छ 2 नम्बरमा किताको मोड श्रेष्ठ फोटो र 3 पुस्ते ठिक भए नभएको यकिन गर्ने भनेको छु होइन यसमा चाहिँ कुनै एबिसिडी किता छ होइन त्यसको चाहिँ तपाईले चाहिँ श्रेष्ठ भनेको चाहिँ त्यो जग्गा धनी उसैको हो कि होइन एबिसिडी रामश्यामको होइन श्रेष्ठ तपाईले मालपोतमा जानुभयो भने चाहिँ यो जस्तो 3 पुस्ते भयो फिल्बोको तारहरू भयो होइन श्रेष्ठ भयो नाम कसको नाममा छ भनेर अनि मोठ भयो मोठ भिडाउन पाउनुहुन्छ त्यो भइसकेपछि कानुनी रूपमा नै मालपोतमा नापीमा नै यो कुराहरू तपाईले लिएर गएको लालपुर्जा भएपछि यो मोठ भिडानहरू गर्न मिल्छ तपाईले त्यो मोठ भिडान भइसकेपछि यो जग्गा सक्कली हो भन्ने कुरा स्पष्ट हुन्छ नेपालमा चाहिँ के चलन छ भन्दाखेरि हाम्रो बीचमा चाहिँ काम गर्ने एजेन्टहरू हुन्छ एजेन्टहरूले चाहिँ कहिलेकाहीँ फ्रड गरिराखेको पनि हुन्छ यदि सोझो खरिद गर्दा पर्यो भने त्यो बेलामा चाहिँ एजेन्टहरूले घर जग्गाको काम गर्ने एजेन्टहरूले चाहिँ कहिलेकाहीँ फ्रड गर्दिन पनि सक्छ त्यही भएको भएर आफै नै यकिन गर्नको लागि एकचोटि मालपोत नापीमा पुगेर यो कामहरू चाहिँ अवश्य पनि गर्नु होला यो अवश्य यो गरिसकेपछि चाहिँ तपाईँ फस्ने सम्भावना चाहिँ एकदम कम नम्बरमा चाहिँ किताकाट गरी लिनुपर्ने नक्सा तथा जमिन बमोजिम कुनतर्फ कति क्षेत्रफल लिने हो आफै स्पष्ट हुने भने किताकाट गर्दाखेरि नेपालमा चाहिँ समग्रमा चाहिँ सहरी एरियामा प्लटिङ गर्ने जो मान्छे हुन्छ प्लटिङ चाहिँ एकमुष्टमा गरेको हुन्छ र पहिला चाहिँ बैना लिने चलन हुन्छ बैना लिइसकेपछि चाहिँ एकमुष्ट नापीमा गइसके सबै जग्गा बिक्री भइसकेपछि एकमुष्ट नापीमा गएर किताकाट गर्ने चलन हुन्छ त्यो भइसकेपछि चाहिँ तपाईले चाहिँ आफूले लिने कितालाई चाहिँ कुन ठाउँमा हो एक्ज्याक्ट लोकेसन त्यहाँ नापजाँच गरेर क्षेत्रफलहरू कन्फर्म भएर पछि चाहिँ अप्ठ्यारो नहुने गरेर लिनुपर्छ र लिने मान्छेलाई चाहिँ यो कुरा प्रष्ट रूपमा चाहिँ सम्झौता हुनुपर्छ 4 नम्बरमा कुनै अड्डा अदालत वा अन्य कुनै कार्यालयमा जग्गा रोक्का वा झगडा भए नभएको बारेमा आउनुपर्छ र मालपोतमा चाहिँ कुनै केस परेर चेकको केस परेर वा चाहिँ झगडा भएर दाजुभाइ नमिलेर पनि रोक्का भएको हुनसक्छ होइन त्यो कुरा पनि बुझ्नुपर्छ पहिल्यै बुझेर अब बैना गरिसकेको हुन्छ अनि आफू चाहिँ यो अलिकति राम्रो हुँदैन त्यही भएर पहिल्यै बुझ्नु होला यो चाहिँ सम्बन्धित वकिललाई र यो कार्यालयमा रोक्का छ कि छैन भनेर लेखनदासहरूलाई पनि यो कुरा चाहिँ सर्टेन तपाईले थोरै केही चार्जहरू दिनुभयो भने उनीहरूले सिस्टममा हेरिदिन्छन् यो चाहिँ गएर चाहिँ यो बुझ्नु होला अनि 5 नम्बरमा जग्गा र नक्सामा प्रष्ट रूपमा बाटो छ छैन राम्ररी बुझ्ने भनेको छु अब जग्गा किन्दाखेरि चाहिँ नक्सामा त बाटो हुनै पर्यो होइन फिल्डमा पनि हुनुपर्छ अब नक्सामा चाहिँ बाटो छ फिल्डमा चाहिँ रेखाङ्कन मात्रै गरेको छ अहिले चाहिँ त्यस्तो छ भने पनि त्यो बाटो चाहिँ तपाईलाई चाहिँ आवत जावतको लागि चाहिँ नेपाल सरकारको नाममा भएकै बाटो हुनुपर्छ फेरि नेपाल सरकारको नाममा नभएको बाटो हो भने चाहिँ गाह्रो पर्न सक्छ यहाँ चाहिँ नेपालमा के चलन छ भन्दाखेरि बाटो त दिने तर प्राइभेट आफ्नो नाममा राखेर जो प्लटिङ गर्नेवाला भए प्लटिङ गर्नेवालाले आफ्नो नाममा राखेको हुन्छ र त्यसलाई बाटो जस्तो देखाएर लाम्चो देखाएर चाहिँ
प्राइभेट किता राखेर जग्गा धनीको लाल पूर्जा राखेको हुन्छ, त्यस्तो गर्नुहुन्न। तपाईँले त्यो जुन चाहिँ बाटोको अगाडि देखिएको प्लट हुन्छ एबिसिडी होइन, त्यसको त्यो चाहिँ नापीमा मालपोतमा चाहिँ नेपाल सरकारकै नाममा दिएको हुनुपर्छ, नत्र नेपाल सरकारको नाममा छैन भने गाह्रो पर्न सक्छ। पछि तपाईँले नक्सा बनाउँदाखेरिदेखि लिएर हरेक कुरामा तपाईँलाई गाह्रो पर्छ। नम्बरमा छ जग्गामा रहेको हकभोगको आकार प्रकार क्षेत्रफल नक्सा बमोजिम मिल्छ मिल्दैन यकिन गर्ने। यो त गर्नै पर्यो। जस्तो तपाईँ नक्सामा भएको क्षेत्रफल चाहिँ सर्टेन 3 आना छ भने ल फिल्डमा पनि त्यतिकै हाराहारीमा हुनुपर्छ। त्यसको आकार प्रकार पनि नक्सा अनुसार नै मिल्नुपर्छ। यदि नक्सा अनुसार मिलेन भने चाहिँ भोलि पर्सि गाह्रो पर्न सक्छ। नक्सा पास गर्ने बेलामा, लोन लिने बेलामा चाहिँ गाह्रो पर्न सक्छ। अब जस्तो नक्सामा चाहिँ चिटिक्क मिलेको छ, फिल्डमा चाहिँ जग्गा बाङ्गोटिङ्गो छ, पिछाड कम छ भने पनि त्यो बेलामा चाहिँ पनि अब नक्सा र फिल्ड नमिलिसकेपछि हरेक कुरामा गाह्रो पर्छ होइन। त्यसको त्यो जग्गाको चाहिँ भ्यालु अति नै, त्यसको कामै नलाग्ने हुन्छ है। अब घर नबनिसकेपछि त्यसको त कुनै भ्यालु हुँदैन होइन। त्यही भएर यो चाहिँ बुझेर अलि स्पष्ट भएर चाहिँ किन्नुपर्छ। यो अब तपाईँलाई आफूलाई चाहिँ ज्ञान छैन भने यो आकार प्रकारहरू होइन, लाल पूर्जा नक्सा को एरियाहरू नाप्नको लागि सम्बन्धित होइन प्राविधिकहरू, इन्जिनियरहरूलाई वा भ्यालुएसन गर्ने भ्यालुएटरहरूलाई चाहिँ तपाईँले बुझ्न सक्नुहुन्छ। अनि 8मा चाहिँ अंशियारको हकवाला मोही सम्बन्धमा बुझी लिखितमा साक्षी राख्नुपर्ने अवस्थामा लिखित पारित गर्दा नै साक्षी राख्ने व्यवस्था गर्ने भनेर भनेछ है। अंशियार जग्गा किनबेच गर्दाखेरि चाहिँ अब अंशियारहरू हकवाला भनेको जस्तो एउटा त मोही नै भइहाल्यो, अर्को एका घरको परिवारहरू हुन्छ, उनीहरूलाई पनि चाहिँ साक्षी राखिदियो भने पछि चाहिँ हकदाबी वा अदालती प्रक्रियामा चाहिँ उसले अदालतमा चाहिँ हकदाबी गर्न मिल्दैन। यसमा यो केसमा चाहिँ अब जस्तो एका घरमा पनि जस्तो परिवारको चाहिँ मुख्य व्यक्ति जो हुन्छ, मुख्य व्यक्तिमा एका घरमा चाहिँ छोरा छोरी बुढी चाहिँ अंशियार हुन्छ, हकवाला हुन्छ होइन। त्यो बेलामा चाहिँ यदि बुढीको वा छोराछोरीको लाई चाहिँ साइन गराउनु भएको छैन, साक्षी राख्नु भएको छैन भने त्यो बेलामा चाहिँ जुन घरको मूलधनीले चाहिँ बेचे पनि 1 वर्ष 35 दिनसम्म चाहिँ मुद्दा हाल्ने चाहिँ व्यवस्था छ हाम्रो कानुनमा होइन। अब मलाई चाहिँ कुनै जग्गा चाहिँ बेच्यो, तर पछि चाहिँ बुढीलाई बच्चाहरूलाई चाहिँ छोराछोरीलाई चाहिँ मन परेन भने उसले चाहिँ यो जग्गा मैले बेचेको हाम्रो पनि अंशियार हो र यो चाहिँ मेरो बुवाले चाहिँ यसरी हाम्रो विपरीत बेचेको भएर चाहिँ हामी यो जग्गा चाहिँ हामीलाई नै पाऊँ भनेर चाहिँ अदालतमा चाहिँ मुद्दा हालेको खण्डमा चाहिँ त्यो यदि 1 वर्ष 35 दिन कटेको छैन र 1 वर्ष 35 दिनभित्रमा नै यदि मुद्दा हाल्यो भने चाहिँ त्यो जग्गा फिर्ता गर्नुपर्ने हुन्छ। त्यही भएको भएर चाहिँ हकवालालाई चाहिँ अनिवार्य रूपमा चाहिँ साक्षीमा साइन गराउनु होला भनेर भन्छु म। 9मा चाहिँ अब त्यसमा भएको अब जग्गामा भएको स्वामित्व हस्तान्तरण त हुनै पर्यो। अब घर टहराहरू छ भने अब त्यहाँ नक्सा हुन्छ, नक्सा भइसकेपछि तपाईँले नगरपालिकामा गएर त्यसलाई चाहिँ नामसारी गर्न सक्नुहुन्छ होइन। 10मा जग्गाको रैकर वा गुठी के हो प्रष्ट हुने भनेर भनेको छु। रैकर भनेको चाहिँ प्राइभेट भनेको त्यसमा रैकर भइसकेपछि अब त्यो चाहिँ रैकर भए पनि होइन, गुठीबाट रैकर भए पनि त्यो चाहिँ प्राइभेट भनेर बुझिन्छ। कसैको हक हिस्सा छैन, त्यसमा स्वामित्व छैन भनेर बुझिन्छ। गुठीको हो कि होइन त्यो पनि बुझ्नुपर्छ। लाल पूर्जामै हुन्छ गुठीको
जग्गा हो भने चाहिँ जग्गा धनी नै गुठी भन्ने हुन्छ। किनकि यो गुठीको केसमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तो जो चाहिँ हकदाबीवाला हो, मोही हो, त्यसको 33% मात्रै स्वामित्व हुन्छ भने गुठीको चाहिँ 66% हुन्छ। सबैभन्दा बढी हक हिस्सा त गुठीकै हुन्छ। गुठी भइसकेपछि र यसमा चाहिँ यो कुराहरू बुझ्नुपर्छ। किन्दाखेरि चाहिँ सस्तो पर्यो पाइयो भनेर किन्नुभयो, तर गुठीको पर्यो भने चाहिँ जो उपभोग गरिराखेको व्यक्तिको त हक हिस्सा जम्मा 33% हुन्छ। 1 करोडको जग्गा किन्नुभयो भने 33 लाख मात्रै उसको स्वामित्व हो, अरू त गुठी हो। यसमा मेन जग्गा धनी नै गुठी हुन्छ। अब जस्तो नेपालमा चाहिँ काठमाडौँ भ्यालीमा चाहिँ विशेष गरेर गुठीहरू धेरै छन्। गुठीहरूको नि प्रकार हेरेर हुन्छ। जस्तो पशुपति गुठी काठमाडौँकोहरूमा चाहिँ पशुपति गुठीहरू जो चाहिँ अलिकति यसमा जस्तो पशुपति गुठीमा चाहिँ यो गुठी राम्रो गुठी मानिन्छ। यसमा चाहिँ प्रष्ट रूपमा चाहिँ हक हिस्सा अब यो फेरबदल हुँदैन भन्ने हुन्छ होइन। गुठी पनि धेरै प्रकारको भएको भएर चाहिँ अब कुनै गुठीको चाहिँ 33% हकदाबी भए पनि कानुनी रूपमा चाहिँ स्पष्ट नभएको भएर चाहिँ सकेसम्म किनबेच किन्नुहुन्न भन्ने मान्यता हुन्छ है। यो हाम्रो नेपालकै कानुनको चाहिँ गुठी सम्बन्धीको कानुनमा चाहिँ स्पष्ट अब चेन्ज भइरहने भएको भएर चाहिँ गुठीको जग्गा किनबेच गर्दाखेरि चाहिँ ध्यान दिनुपर्छ। अनि 11 नम्बरमा जग्गामा मोही भए नभएको फिलबुक तथा मालपोत हेरी प्रष्ट हुने भनेर भनेको छु। अब जग्गामा मोही छ भने त अब मोही र तलसिङ भन्ने हुन्छ। मोही र तलसिङ मोहीको पनि 50% हकदाबी हुन्छ भने तलसिङको चाहिँ 50% हुन्छ। तलसिङ भनेको जो जग्गा धनी हो त्यसलाई तलसिङ भनिन्छ। मोही भनेको जसले कमाएर खाइरहेको छ त्यसलाई चाहिँ मोही भनिन्छ। 12 नम्बरमा चाहिँ लालपूर्जा जमिन र नक्साको क्षेत्रफल मिल्छ मिल्दैन यकिन गर्ने भनेको छु। मैले यो कुरा माथि पनि भनिसकेँ होइन। अब यो कुराहरू त मिल्नै पर्छ। 13मा किताको चारैतिर सिमाना विवाद भए नभएको जमिनमा नै गई साथसङ्गीहरूलाई बुझ्ने भनेर भनेको छु। हो अब जग्गा किन्ने बेलामा अब साथसङ्गीहरू होइन त्यसमा चाहिँ रेखाङ्कन गरेको छ कि छैन, रेखाङ्कन गरेको छैन भने चाहिँ विवाद हुन सक्छ होइन। त्यही भएको भएर वरिपरि साथसङ्गीहरूले चाहिँ हकदाबी गर्न सक्छ। यो कुरा प्रष्ट भएर रेखाङ्कन गरेर वाल लगाएर टेकहरू गाडेर होइन त्यसको सिमाना चाहिँ प्रष्ट भएर मात्रै किन्नुपर्छ, नत्र चाहिँ पछि गाह्रो पर्न सक्छ। नक्सा बमोजिमको 14मा भनेको छु। नक्सा बमोजिमको जमिनमा चारैतर्फ सिमाना यकिन गर्न रेखाङ्कन गर्ने भनिन्छ। नेपालमा चाहिँ अहिले धेरै वर्गमा चाहिँ जग्गाहरूलाई चाहिँ वर्गीकरण गरेको छ होइन। अहिले पछिल्लो समय चाहिँ अब हामीले कुन प्रयोजनको लागि किन्ने हो, आवासीय प्रयोजन हो कि कृषि प्रयोजन हो कि अब औद्योगिक प्रयोजन हो कि होइन, यो कुरा चाहिँ स्पष्ट हुनुपर्छ। अब तपाईँले घर बनाउनलाई जग्गा किन्ने हुनुहुन्छ, यो चाहिँ अब कृषि क्षेत्रमा परिदियो भने घर बनाउनु गाह्रो हुन्छ। किताकाठ पनि ठुल्ठुलो हुनुपर्छ। 1 रोपनी भन्दा तल चाहिँ किताकाठ हुँदैन। अब आवासीय क्षेत्र हो भने चाहिँ अब 3 आनाबाट पनि किताकाठ हुन्छ। त्यही भएको भएर अब तपाईँले यो कुरा चाहिँ आफ्नो कुन पर्पजको लागि लाई किन्दै हुनुहुन्छ त्यो कुरा चाहिँ प्रश्न बुझेर वर्गहरू बारेमा चाहिँ जानकारी लिएर बल्ल किन्नुपर्छ। यो वर्गीकरणलाई चाहिँ तपाईँले वडामा गएर बुझ्नुभयो भने उनीहरूले डाटा लिएको हुन्छ। नगरपालिका वडाहरूले नै यो कुन कुन वर्गीकरणमा राख्ने हो भन्ने कुरा चाहिँ उनीहरूले नै छुट्टाएको हुने भएकोले कृषिमा पर्छ, आवासीयमा पर्छ, केमा पर्छ भनेर वडामा गएर बुझ्नु होला होइन। अनि 16मा चाहिँ लिखित रजिस्ट्रेसन भइसकेपछि संशोधन गर्न झन्झटिलो हुने तथा नमिल्ने हुँदा पारित हुनु अगावै स्वामित्व प्राप्त गर्नेले सो अचल सम्पत्तिको कानुनी हैसियत
सम्बन्धमा यति पनि यो कुरा भने होइन। 15मा नामा गर्दाखेरि त कानुनी हैसियत भएकै व्यक्तिले त्यो सबै कुरा बुझेर नै गर्नुपर्छ। अब त्यो कानुनी हैसियत छैन भने त त्यसलाई त राजीनामा गर्ने कुरा नै हुँदैन होइन। यो कुरा पनि राम्रोसँग ध्यान दिनुपर्छ।